बुढा विदेशमा छ, टन्न पैसा कमाएको होला। यी बुढीले चाहिँ नेपालमा बसेर सहरमा बच्चा राखेर पढाएकी छिन्, मोज गरेकी छिन्, मस्ती गरेकी छिन् होला भन्नेलाई के थाहा। जब आफ्नो श्रीमान आफूसँग नहुँदा नि ती नारीलाई कति पीडा हुन्छ। हरेक कुरोको आफैले समाधान गर्नुपर्छ। हरेक दुःख सुखमा आफू एक्लै भिड्नुपर्छ। हरेक बच्चाहरूको भविष्यदेखि लिएर बच्चाहरूको हरेक क्रियाकलापमा आफू एक्लै भिड्नुपर्छ। बिहान उठेदेखि बेलुका सुत्नुन्जेलसम्म 1 मिनट सास पनि फुर्सद हुँदैन। घरको धन्दा, बच्चाको पढाइदेखि लिएर हरेक कुराहरू तिमीले गरिराख्नुपर्छ। तर पनि कतिपय नरपिचासहरूले यो कुरा बुझ्दैनन्। तर यो बुझ्नु अत्यन्त आवश्यक छ। महिलाहरूले पनि त्यत्तिकै घरमा बसेर सुतेर खाएका छैनन्। उनीहरूले बिहानदेखि बेलुकासम्म गरेको कामको हिसाब गर्ने हो भने नि विदेशमा महिनामा 1 लाखसम्म तलब खान्छन् त्यसरी घरमा काम गर्नेहरूले। त्यही भएर सबैले यति कुराहरू बुझ्नु अत्यन्त जरुरी छ। नबुझेको खण्डमा तपाईँ आफैले आफ्नो घर आफै बिगार्नुहुन्छ।